तस्बिर आफै बोल्छ। हिजो आज चाहिँ यहाँ 2-4 जना हाम्रो साथीभाइहरूले चाहिँ हाम्रो जस्तै भिडियो बनाएर हाम्रो कस्टमरहरूलाई पनि 1-2 जना जानु भएको रहेछ। अनि एउटा जब मोबाइलको नट झार्न नजानी साथीभाइहरूलाई सर्भिसिङ गराएर सामान पनि एकदमै जेनुन नहाल्ने, एकदमै लोकल सामान हालेर एकदमै धेरै व्यापक बिल उठाइदिनु भएछ। सावधान रहनु होला यस्तो साथीभाइसँग। हाम्रो जस्तै मिल्दो जुल्दो भिडियो हेरेर कहीँ कतै नजानु होला। हाम्रो देशमा 1 एन्ड ओन्ली 1 देशकै नम्बर 1 बुलेट सर्भिस सेन्टर बालाजुमा छ, जुन हाम्रो नम्बर हेरेर राम्रोसँग हेरेर ठाउँमा आइदिनु होला। र यस्तै राम्रो सर्भिस गरेर हजुरले दसैँ आउँदैछ, तिहार आउँदैछ, छठ आउँदैछ, एकदमै आफ्नो बाइकलाई जस्तोको तस्तै नयाँ जस्तै बनाएर आफ्नो गन्तव्यमा जानु होला है त। यताउति ठगहरू फटाहरूबाट सदैव सावधान रहन नसके बाइकको अवस्था एकदमै झम्पट हुन्छ है। हजुरहरूलाई यही अनुरोध गर्दछु, केही पर्यो भने 1 एन्ड ओन्ली 1 बुलेट सर्भिस सेन्टर बालाजुमा आइदिनु होला। धन्यवाद।